नेपाली 15-16 वर्ष त नेपाली बसे त्यहाँदेखि अब केही त नेपालमा चाहिँ केही गरिदिनु भएन, कसैले केही मद्दत भएन। अनि फेरि अब अल्पत्र परेर यस्तै इन्डियातिर लाग्यो। अनि इन्डियातिर त्यतातिर कहाँ बस्नु, कहाँ बिहारमा त केही छैन। त्यही भएर उतैतिर गएँ। अनि त्यहाँ दिल्लीमा त कम्पनी छ। अनि त्यसमा चाहिँ त्यही सिलाइ सिकेर अनि त्यही सिलाइ कारिगर गर्दैछु काम। त्यति हो हामीहरूको। अरू के त्यस्तै दुखुन्दा लोग्ने पनि त्यही हिमाउ छ, हामी पनि त्यतै दुईजना भएर त्यतै काम गर्दै आफ्नो नुन रोटी चलाउँदै बसेको छ। त्यहाँको चाहिँ प्रमाण हाम्रो सबै बनिसकेको छ, हामी बनाइसक्यौँ 5 वर्षभित्र। त्यहाँको पहिचान पत्र, त्यहाँको के भन्छ पेन कार्ड बनाउन बाँकी छ। अब हामी यताउति आमा बिरामी भएर सासु आमा बिरामी भएर यताउति गर्दा गर्दै नभए यतिखेरसम्म त्यो पनि निस्किहाल्थ्यो। अब त्यही निस्किएको छैन। त्यही जान्छु फेरि अनि त्यही निकाल्नु पर्यो, फर्म भर्नु पर्यो। फर्म भरेपछि त्यो निकाल्नु पर्यो। अब केटी 2जना केटाकेटी त यहीँ पढ्दैछ। एउटा सानो केटीलाई लिएर उहाँ बसेको छु, उहाँ पढ्दैछ। अब अहिले उसको लागि फर्म पनि भर्नु पर्यो। यताउति हुन्छ, त्यसको लागि गर्नु पर्यो इन्डियामै। अब यता त हामीलाई केही हुँदैन, हामी के गर्छौँ नेपालमा बसेर। यहाँको पनि नागरिकता त छ नि त। अब त सबै छ यहाँको पनि, उताको पनि हामी सबै बनाइसक्यौँ। अहिले उतै काम के गर्नु। अब यहाँ हाम्रो केही नै हुँदैन, कसैले साथै दिएन, हामीलाई कसैले मद्दतै गरेन। अनि हामी त पढे लेखेर हाम्रो बाउ बुवा चाहिँ त्यही सोचेर नेपालमा हाम्रो छोरी आयो गरेछ। नेपालमा कसैले मद्दत ससुरा यसको सर हुनुहुन्छ। अनि 2जना दाजुभाइ, 1जना छोरी छ। छोरीको बिहे गरेपछि 2जना दाजुभाइहरू छ, सानो परिवार छ। छोरीको पढे लेखेको छ, सर्टिफिकेट सबै छ, प्रमाण। अनि सबै गरिदिनुहुन्छ, मद्दत गर्नुहुन्छ। कुनै जागिर त एउटा दिनुहुन्छ बुहारीलाई आफ्नो भनेर सोचेर हाम्रो बुवाले दिनुभयो। यहाँ त कसैले केही मद्दतै गरेन। बस्दा लड्दा नागरिकता चाहिँ बनाइदियो, बिहा दर्ता चाहिँ गराइदिनु भयो, त्यति हो।